परमेश्वरले दानियलको मद्दत गर्नुभयो। दानियल 6 अध्याय। राजा दाराका मानिसहरूले भने राजा दाराले दानियललाई उच्च पदमा नियुक्ति गर्दैछन्, तर दानियल एक विदेशी हुन्। दानियलले बेबिलोनमा शासन गर्थे। उनी वफादार र विश्वासिलो थिए। राजा दाराका मानिसहरू दानियललाई मन पराउँदैन थिए। उनीहरू दानियलका गल्तीहरू खोज्न असफल भए। तिनीहरूले राजालाई एउटा नयाँ आदेश निकाल्न भने। आदेश अनुसार तिनीहरू सबैले केवल राजाको प्रार्थना गर्नुपर्छ र राजालाई मात्र दण्डवत गर्नुपर्छ। यदि तिमीले मानेनौ भने तिमीलाई सिंहको खोरमा फालिनेछ। ती दुष्ट मानिसहरूले दानियलले परमेश्वरको प्रार्थना गरिरहेको देखे। दानियललाई नयाँ आदेशको बारेमा थाहा थियो, तर उनले परमेश्वरको प्रार्थना गरे। ती दुष्ट मानिसहरूले दानियलले परमेश्वरको प्रार्थना गरेको देखे। दुष्ट मानिसहरूले राजा सामुन्ने दानियलको कुरा लगाए। राजा खुसी थिएनन्। उनी दानियललाई बचाउन चाहन्थे, तर राजाले दानियललाई सिंहको खोरमा हाल्नै पर्यो। त्यो एउटा आदेश थियो। राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा हाल्न हुकुम दिए। राजाले भने, तिम्रा परमेश्वरले तिम्रो सहायता गर्नुहुनेछ। मानिसहरूले सिंहको खोरको मुख ठुलो ढुङ्गाले बन्द गरे। त्यस रात राजा निदाउन सकेनन्। उनले केही खान पनि सकेनन्। अर्को बिहान सबेरै राजा दानियललाई हेर्न गए। राजाले बोलाए, दानियल, दानियल, के तिम्रा परमेश्वरले तिम्रो मद्दत गर्नुभयो? हजुर, दानियलले जवाफ दिए। परमेश्वरले मलाई सिंहहरूबाट बचाउन स्वर्गदूत पठाउनु भयो। म निर्दोष भएको उहाँलाई थाहा थियो र उहाँले मलाई बचाउनु भयो। राजा दारा धेरै खुसी भए। उनले आफ्ना मानिसहरूलाई दानियललाई सिंहको खोरबाट निकाल्न हुकुम दिए। दानियलको जिउमा कुनै चोट भेटिएन। दानियलले परमेश्वरलाई विश्वास गरे। राजाले सबैलाई परमेश्वरको भय मान्न र आदर गर्न आदेश दिए।